आजको यस भिडियोमा सबैलाई स्वागत छ र यस भिडियोमा हामी 20 बाइ 50 एउटा घरको नक्सा लिएर आएको छु र यो नक्सा एकदमै कम्फर्टेबल हो, एकदमै सानो जग्गामा बन्ने घरको नक्सा। यसको एरिया कति छ भन्दाखेरि 1000 स्क्वायर फिट हो र यसलाई धुरमा भन्दाखेरि 5 धुर 2 कानमा जग्गामा बन्ने यो घरको नक्सा हो र यसमा भएको नम्बर्स अफ कलम भन्दाखेरि 15 वटा पिलरको संख्या हो र यो पिलरको साइज 9 इन्च × 12 इन्चको पिलर हो र यसमा आउटर र इनर वाल भन्दाखेरि आउटर वालको साइज 10 इन्चको र इनर भित्री वालको साइज 5 इन्चको हो। यसमा भएको नम्बर्स अफ डोर D1 को संख्या 4 वटा हो जसको साइज 3 फिट × 7 फिटको हो र D2 को साइज 3 वटा हो जसको साइज कति हो भन्दाखेरि 2.5 फिट × 7 फिटको हो र अर्को भेन्टिलेसन यसमा 2 वटा हो जसको साइज 2 फिट × 2 फिटको हो। भेन्टिलेसन हो टोयलेटको लागि दुईटा, टोयलेट एन्ड बाथको लागि। अर्को विन्डो दुईटा हो जसको साइज 4 फिट × 5 फिटको विन्डोको साइज हो यहाँ। अब यहाँ ग्लास लाइटिङ डोर छ यहाँ बेडरुममा, मास्टर बेडरुममा यहाँ ग्लास लाइटिङ डोर छ। यसको साइज 5 फिटको हो र यहाँ बाल्कनी एरिया, यहाँ बाहिर यहाँ बाल्कनी एरिया छ यहाँ गार्डन टाइप्सको र यसमा यो कतै 1 BHको एउटा हाउस प्लान हो, घरको नक्सा 1 BHको जसमा एउटा रुम मास्टर बेडरुम हो, जसमा एउटा मास्टर बेडरुम, एउटा किचन र अर्को कमन टोयलेट र एउटा किचनमा कम्बाइन्ड स्टोरेज एन्ड हल डाइनिङ एरिया छ र पार्किङ एरिया छ यहाँ। अब यहाँ मास्टर बेडरुमको साइज भन्दाखेरि कति छ 13 फिट × 7 इन्च × 12 फिटको हो। यो मास्टर बेडरुमको निकै ठुलो साइजको मास्टर बेडरुम हो र अर्को यहाँ कम्बाइन्ड यहाँ मास्टर बेडरुममा अट्याच टोयलेट छ भन्दाखेरि त्यसमा टोयलेट एन्ड बाथ 4.5 फिट × 7 फिटको हो। यहाँ टोयलेट छ भन्दाखेरि टोयलेट एन्ड बाथ छ एरिया। अब यहाँ कभर्ड एरिया छ यहाँ यो कमन टोयलेट पनि त्यस्तै छ भन्दाखेरि यो 4.5 फिट × 7 फिटको 4.5 फिट × 7 फिटको यो एउटा अर्को टोयलेट छ र यो किचनको साइज भन्दाखेरि यो किचनको साइज 8 फिट 1 इन्च × 10 फिटको यो किचनको साइज निकै एकदमै मिडियम खालको एकदमै कम्फर्टेबल किचनको साइज हो, एकदमै राम्रो। र यो घर भन्दाखेरि यो ईस्ट फेसिङ घर हो, ईस्ट पूर्वतर्फ फर्किने घरको यो घरको नक्सा हो, ईस्ट फेसिङ हाउस प्लान हो यो। अब यो पार्किङको एरिया कति छ भन्दाखेरि 9 फिट 8 इन्च × 10 फिटको यो पार्किङ एरिया हो। अब डाइनिङ हल एकदमै ठुलो छ भन्दाखेरि यसको 18 फिट 6 इन्च × 12 फिट 8 इन्चको यो डाइनिङ हल हो। अर्को यहाँ टिभी क्याबिनेट यहाँ छ र यो भित्र हलमा यहाँ टाइप्सको स्टेयरकेस भर्याङ हो, सी टाइप्सको यहाँ भर्याङ हो। र यो भिडियो अन्त्यसम्म हेर्नुभएकोमा सबैले धन्यवाद र यो भिडियो मन परे यो च्यानललाई सब्स्क्राइब गर्नु, लाइक गर्नु, सेयर गर्नु। यस्तै खालका हामी अर्को भिडियोमा पनि यस्तै खालका नक्साहरू हामी घरको लिएर आउँदैछ र यदि तपाईँले यो नक्सा चाहियो भन्दाखेरि हामीले कन्ट्याक्ट गर्नु होला। कन्ट्याक्ट गर्नको लागि हामीले डिस्क्रिप्सनमा हामीले कन्ट्याक्ट डिटेल दिएको छौँ र त्यसमा हामीले कन्ट्याक्ट गर्नु होला। धन्यवाद।